यहाँ म्युजियममा छिर्नलाई टिकट हो कि नत्र बाहिर छिर्नलाई टिकटै चाहिँदैन। ल टोइलेट जाने भए यता आऊ शौचालय हजुर फाइनल्ली फेरि पनि आइसकेका छौँ। 1 गतेपछि आज 7 गते सिन्धुली गढी लेसको बडी सिधा बुम कान्छी कता हौ कान्छी चाहिँ थाहा भएन। ल गार्डनहरू सट्ट लाएर ल युद्ध सङ्ग्रहालय सिन्धुली वार म्युजियम जाई कटक नगर्नु झिकी कटक गर्नु जाई कटक नगर्नु झिकी कटक गर्नु के भने अब बुझेन मैले। फाइनल्ली सिन्धुली गढी फेरि पनि टेकिसकेका छौँ। यहाँ तोप फेरि कति देखाउनु यो तोप फेरि ढुस्स उडाइदिन्छु नि फेरि। दाजु के छ खबर ठिक छ? ल कति देखाउने यो अस्तिबार आएको ल गार्डन ल तोप पनि यहाँ छ। 1 गते पुरै देखाइसक्यो फेरि के 7 गते देखाइरहनु सम्झी यहाँ है मेरो। ल सिन्धुली युद्ध सङ्ग्रहालय भित्र पनि छिरियो यहाँबाट टक्क लाएर ओहो डाँडा डाँडातिर ल आफै हेर्नु म देखाउन सक्दिनँ घरिघरि। भित्रबाट हो कि त्यहाँ चढेर उता बसेर तोपमा बसेर फर्किनु अहिले त्यहाँ खिचिरहेको ज्वाइँ आर्मी छ त के भयो त कसले के गर्छ उडाइदिने हो नि फेरि हान्दिने हो नि फेरि भनिदिनु पऱ्यो नि त नि ज्वाइँ आर्मी छ हान्ने नि हो। ठाउँ त्यही नै हो। अब हिँडेर चाहिँ जानु पर्यो चट्ट लाएर 4-5 मिनट। हामी त अस्ति दौडेर गएको हिँडेर गएको नि होइन। ए गुरुङ माथि गयो गुरुङ रुङ 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 पानी पर्यो। ल आउनु न ल अस्ति त टिकटको पैसा लिएको थिएन र पो आधी घुम्या त नि हजुर पानी परेर त भिड भइरहेको थियो। यो सङ्ग्रहालय हेर्ने बेला मात्रै हो कि टिकट पैसा पर्ने यो यता बाहिर हेर्नलाई पैसा परेन। सङ्ग्रहालय हेर्नलाई मात्रै हो कि यो डाँडा यताउता पैसा पर्छ फेरिमा ल ल यस्तो छ यी। ल अङ्कल आन्टी मम्मी हामी त यसरी अस्ति त यसरी गएको थियो। हेरी थाक्यो त एकछिन हिँड्ने बित्तिकै काक्राकै परिहाल्ने। हट आयो
ल आयो उकालो चढेर चाहिँ ख्यासै झन्डा हेर्न चाहिँ आएको के अस्ति पनि आइसक्यो हो 1 गते पनि आएको ख्यास त्यही झन्डा हेर्नलाई अरू चाहिँ केही पनि छैन ख्यास यही झन्डा खाइ त्यही नै हो त्यही ल के हो फेरि ल के हो यो फेरि खाल्डो खाल्डो जस्तो जेल हो क्या यो फेरि पापीहरूलाई त पापीहरू जति सबैलाई यहाँ ल्याएर गाड्ने हो भनेर बनायो यो ल यस्तो छ है पापीहरूले गाड्ने ठाउँ यही हो ऊ बेला झ्यापझुप समात्दै चुर्लुम चुर्लुम डुबाइदियो यहाँ चाहिँ त्यो चुर्लुम चुर्लुम डुबायो जय नेपाल जय नेपाल रातो र चन्द्र सूर्य म मिस्त्री भइसक्यो ल ल मिस्त्री भइसक्यो म मिस्त्री भइसक्यो ल मिस्त्री भइसक्यो म पनि ल घर बनाउने ठेकदार दिए हुन्छ ल छोरी चाहिँ राम्रोसँग ठेकदार गरेर नि पाल्छ भनेर टक्क घर बनाउने ठेक्का दिए नि हुन्छ मलाई चाहिँ यतिको बनाउनु जानेपछि त मार्केट आइहाल्यो नि ल ठुलो गाडीको पुरातात्विक पर्खालको ढुङ्गालाई नचलाइदिनु होला साथै प्लास्टिक जन्य फोहोर मैला तथा भावी नफालिदिनु होला हामी फालेको छैन फोहोर पनि ल्याएको छैन यहाँबाट देख्ने सिन भ्यू ल मुनितिर यस्तो छ चट्ट लाएर ओह्रालो गऱ्यौँ राम अहिले खुट्टा घोडा कुम्च्या थियो अहिले चाहिँ अब फेरि तन्किने हो हट कहिले यसरी ल्याउने कहिले हो है कहिले लिएर आउँछस् तैँले झ्याप्पो लाएर तँलाई पुग्ले कहिले ल्याउँछस् तैँले यसरी चट्ट लाएर हात समय समय तँलाई कहिले आउँछ पालो फाइनल्ली आइपुग्यो पैसा तिर्नु भएको लागि धेरै धेरै धन्यवाद भनेर लेखिदिन्थेँ म भाइ टिकस काटेर छिर्नु भएको लागि धेरै धेरै धन्यवाद ल पोखरी धारा आयो धारो पृथ्वीनारायण शाहले पानी खाने धारो यही नै हो ल यहाँ के चाहिँ रहेछ फेरि यहाँ जुरुवा अङ्ग्रेज विरुद्ध लडाइँ अब तापनि गोर्खाली फौजले बन्दोबस्ती तथा गहिराईमा रहेको यस स्थानबाट अगाडि पौवागढी अडा तथा ढुङ्ग्रेबासमा रहेको फौजीलाई थप मद्दत गर्न सहयोग पुर्याएको थिए भनेर आजको ताजा खबरले दैनिकी पत्रिका प्रकाशन गरेको छ पृथ्वीनारायण शाहले खाने पानी धारा ल फोहोर यसलाई नै हो मलाई चाहिँ होइन पृथ्वीनारायण शाहको पालामा चट्ट लाएर यस्तो एसी लगाएर सुत्ने गर्थ्यो यस्तै भनिदिउ न के जान्छ र भिडियोमा अब हामी फर्किँदैछौँ सो युद्ध सङ्ग्रहालय पनि घुमे यो 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 चाहिँ पृथ्वीनारायण शाहले चिया खाने ठाउँ बेलाको भनिदिउ न के जान्छ र यो पृथ्वीनारायण शाहले टोइलेट गर्ने ठाउँ भनिदिउँ के जान्छ पृथ्वीनारायण शाहले यस्तो भर्याङ चढी चढी युद्ध लड्थ्यो ल
पाइसकेको भएर चढी चढी युद्ध लड्थे भनिदिउँ के जान्छ जाँदैन केही पनि मेरो हात आइरहेको रहेछ तर म काट्दिनँ केही पनि ल स्मारक रह्यो यो चाहिँ गार्डनहरू छ ल आउने फाइनल्ली कौन है ल ढुङ्गाको चट्ट लाएर आदरणीय जनता जनार्दनहरू चट्ट लाएर के हेर्नु ल एक राउन्ड घुमिदियो नि के जान्छ सर लाएर ल यहाँभित्र यस्तो छ जेल हो कि जेल र अदालत रे यो चाहिँ भग्नाविशेष छ इटा हेर्दा त अहिलेकै जस्तो छ है फाइनल्ली जेल रे यो फाइनल्ली आई गट इट सरररररर हुई मम्मी फेरि किन आइरहेको फाइनल्ली यो पनि इन्डिङ पोइन्ट आइसक्यो ल चिप्लिटी रहेछ ढिकिल च्याउ रहेछ यहीँ त्यस्तो हो फेरि अब साथी नआएपछि एक्लै आउने यसरी हल्लाउनु खेल्ने अब साथी नल्याइसकेपछि यस्तो एक्लै आउने यतै घच्याक्क गर्ने यतापट्टि जान्छ यतापट्टि जाने एक्लै खेल्ने यसरी ढिकिल च्याउ ल यहाँ पिङ खेलिरहनु भए यहाँ चिप्लेटी छ घोडालाई ठक्क लाएर यहाँ बसिरहन् घोडालाई ठक्क लाएर यहाँ चट्ट लाएर बसिरह घोडा ल धेरै त रहन्छ घोडा चढ्नलाई गैँडा सिधाउनु पर्ने रहेछ ल त्यही नै हो है फेरि घोडा चढ्न गैँडा सिधाउनु पर्छ एउटा गैँडा च्याट्ट लाएर घोडा चढ्ने भयो नि एउटा गैँडा चाहियो तर हामी घोडा चढ्दैनौँ हामी घोडा लग्जरियस लाइफ हो नि त फेरि घोडा हामी चढ्दैन फेरि हामी स्कर्पियो नै चढ्छौँ यही चढ्छौँ यी हामी घोडा चढ्दैनौँ हामी स्कर्पियो चढ्छौँ घोडा चढ्दैनौँ घोडा चढ्यो भने गैँडा जान्छ रहेछ गैँडा रे एउटा सो बसे अब भ्लग अब इन्डिङ भयो यहाँ चाहिँ भद्रगोल छ दादा बस्ने ठाउँ चाहिँ यही हो दादा सुतेर आएको दादा चाहिँ सुतेर आएको है चट्ट लाएर आनन्दले चिल पारामा